चुनावको बेलामा जनतालाई उस्तै परे गएर खुट्टामा ढो गर्ने, सँगै एउटै थालमा भात खाइदिने, जनताको मन जित्ने उनीहरूको काम थियो। ती छदमवेशीहरूको जनतालाई त्यसरी झुक्क्याउँछन्। तर हामी जे बोल्छौँ त्यो गर्छौँ। या क्षेत्र नम्बर 1 का आम नागरिकहरूलाई के प्रतिबद्धता गर्न चाहनुहुन्छ? अहिलेसम्म धेरैलाई भोट हाल्नुभयो तपाईँले, यिनीहरूले गर्नेवाला केही पनि छैनन्। एक पटक म छाती टोकेर भन्छु, म त्यो हिम्मतका साथ भन्छु, एक पटक मलाई जिताएर हेर्नुहोस्, बर्दियाको म काया पलट गरेर देखाइदिन्छु। गर्न सकेन भने म यहाँ छोडिदिन्छु। दर्शकबिन नमस्कार, म चन्द्र विक, स्वागत छ तपाईँलाई बर्दिया खबरमा। दर्शकबिन, आसन्न निर्वाचन प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर 1 देखि श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गर्नुभएको हाम्रो धनबहादुर विकज्यूसँग हामी अहिले कुरा गर्दैछौँ। दर्शकबिन, उहाँसँग चाहिँ के कति कारणले उठ्नुभयो, उहाँहरूको पार्टी कसरी उत्पन्न भयो विषय लगायतका विषयमा हामी चर्चा गर्नेछौँ। नमस्कार हजुर। सबैमा मेरो नमस्कार। सर, हजुर चाहिँ श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गर्दै गर्दा तपाईँले के देख्नुभयो, किन र कति कारणले उम्मेदवारी दर्ता गर्नुभयो भन्नुहोस् न। बर्दिया जिल्लावासी जनताहरूले अहिलेसम्म पटक पटक मतदान गरेर प्रतिनिधिहरू चुनेर पठाउनु भयो, तर ती प्रतिनिधिहरूले जनताको हक र हितमा कुनै पनि काम नगरेको हुँदा श्रमसँग जोडिएर, उत्पादनसँग जोडिएर देशलाई अगाडि बढाउनुपर्छ, विकास गर्नुपर्छ भन्ने हेतुका साथ मैले श्रम संस्कृति पार्टीसँग जोडिएर आफ्नो उम्मेदवारी दर्ता गराएको छु। दर्शकबिन, उहाँ बडाताल गाउँपालिका वडा नम्बर 8 निवासी हामी धनबहादुरजीसँग कुरा गर्दैछौँ। अनि हजुरले चाहिँ यो पार्टीमा, हजुरको पार्टी त भर्खरै दर्ता भयो होइन, यो पार्टीको विधानहरू, हजुरहरूको त्यो उद्देश्यहरू के छ, एजेन्डाहरू के छ भन्ने भनिदिनुहोस् न थोरै। यो पार्टीको मेन एजेन्डा भनेको हर्कवाद भनेर भनिएको छ, जसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग जोडिन्छ। प्रकृति भनेको के भनेपछि, प्रकृति भनेको त्यो आफैमा प्र भनेको पहिलो र कृति भनेको हुनु। प्रकृतिमा भएको चिजहरूलाई निकालेर प्रविधिमा, त्यो प्रविधिको प्रयोग गरेर वस्तुमा परिणत गर्न सकोस् र त्यो हाम्रो जीवनसँग जोडिएर त्यो कला र संस्कृतिमा आउँछ। त्यही नै हाम्रो चाहिँ हर्कवाद हो, हाम्रो पार्टीको सिद्धान्त हो। अनि हजुर चाहिँ हामीले गएर त्यहाँ बुझ्दा चाहिँ हजुर नेपाल प्रहरीको पनि हुनुहुन्थ्यो अरे, त्यहाँबाट के कति कारण भयो, त्यहाँबाट हजुरहरू फेरि कसरी छोड्नु भयो त्यो भनिदिनुहोस् न, हजुरको अलिकति पृष्ठभूमि। जसरी अहिले नेपालमा भर्खरै जेन्जी विद्रोह भयो, जेन्जीहरूले आन्दोलन गरे, यस्तै प्रकारको आन्दोलन आजभन्दा 17 वर्ष अगाडि 2065 सालमा, 2065 साल असाढ 28 गते नेपालगञ्जको प्रहरी व्यायामशालामा मैले विद्रोह गरेँ। किन विद्रोह गर्नुभयो हजुर? विद्रोह गर्नुको मेन कारण के थियो भने प्रहरी सङ्गठनभित्र भएको अन्याय, अत्याचार, शोषण, दमन र भ्रष्टाचारको विरुद्धमा विद्रोह गरेँ, जसले चाहिँ देशैभरि भ्रष्टाचारीहरूको एउटा जरा हल्लाउन म सफल भएको। म त्यो कुरो छाती पिटेर गर्वका साथ भन्न चाहन्छु कि त्यो बेलामा मैले भ्रष्टाचारको विरुद्धमा आन्दोलन गरेर सुरक्षा निकायका सबै अङ्गहरूमा धेरै परिवर्तन भए। तर त्यो कारणले गर्दाखेरि मलाई 10 वर्षसम्म कैद गरेर जेलमा, मेरो 1 दशक चाहिँ जेलमा बिताउन पर्यो। मैले परिवर्तनका लागि यसरी लडेको छु। निम्न स्तरका हामी भुइँ मान्छेका चाहिँ नेतृत्व गर्ने मान्छे हौँ। म प्रहरीमा सिपाहीमा जागिर खाएर सहीसम्म भएँ। सही भए पनि मलाई सम्पूर्ण सुविधाहरू हुँदाहुँदै पनि त्यो एउटा तल्लो स्तरको सिपाहीले पाउने सुविधाहरू, प्रहरी ऐनलाई चाहिँ हतियार बनाएर प्रहरीका हाकिमहरूले शोषण गर्ने, अन्याय अत्याचार गर्ने, दमन गर्ने र भ्रष्टाचार गर्ने गरेको हुँदा मैले त्यही कारणले भ्रष्टाचार गरेर भ्रष्टाचारी हाकिमहरूलाई नियन्त्रणमा लिएर चाहिँ विद्रोह गरेको मैले। यो अहिले जुन प्लेटफर्म भेटिएको छ श्रम संस्कृति पार्टी भन्ने, आफैमा श्रमसँग जोडिने पार्टी भएको हुनाले, यो चाहिँ भुइँ मान्छेको पार्टी भएको हुनाले म चाहिँ यो पार्टीमा लागेर उम्मेदवारी दिएको। दर्शकबिन, उहाँले भनिराख्नु भएको छ भुइँ मान्छे भनिराख्दाखेरि चाहिँ उहाँ अब पार्टीको नामै श्रम संस्कृति पार्टी छ, जनताको लागि श्रम गर्छु भन्ने उहाँको पक्कै पनि धारणा होला। अनि हजुरको क्षेत्रमा चाहिँ अहिले देखिएको प्रमुख समस्या के छ हजुर, त्यो भनिदिनुहोस् न। अहिले हाम्रो क्षेत्रमा विभिन्न किसिमका समस्याहरू छन्। समग्रमा भनौँ न, अब जिल्लामै भनौँ, क्षेत्र मात्र नभएर जिल्लै हाम्रो जिल्लाको समस्याहरू
धेरै समस्याहरू छन् त्यो अहिले चाहिँ यो भनेर भन्न सक्ने छैन। त्यही पनि भन्नुहोस् न, अब प्रमुख चुनौतीका रूपमा भएका समस्याहरूलाई त भन्न सक्यो अब जस्तै यो हाम्रो चाहिँ हाम्रो जिल्ला भनेको बोर्डरमा पर्ने जिल्ला हो। अब त्यो बोर्डरमा चाहिँ विभिन्न किसिमका चाहिँ समस्याहरू जनताहरूलाई आइपरिरहेका छन् आवत जावतमा, होइन। हाम्रो सिमाना सम्बन्धीका कुराहरू छन्, सिमाना मिचिने कुराहरू छन्, प्रमुख टटका र समस्या। यो राज्यले केही बोल्न सकेको छैन। हाम्रो चाहिँ सिमाना मिचिरहेको छ, ठुलो देशले सानो देशलाई मिचिरहेको छ, भारतले त्यो अतिक्रमण गरिरहेको छ, तर हाम्रा नेताहरू यो चाहिँ यो विषयमा एक शब्द पनि बोल्न सक्दैनन्। तर हाम्रो पार्टीको नेतृत्व र हामी यो विषयमा खुलेर विरोध गर्छौँ र कसैको अगाडि हामी झुक्दैनौँ। हामी स्वतन्त्र रूपमा व्यतिथिको विरोध गर्छौँ, हस्तक्षेपको विरोध गर्छौँ। हामी त्यो पार्टीका व्यक्तिहरू हौँ। अहिले चाहिँ अब हजुरको सिमानाका त भन्नुभयो, अहिले त सिमानाका मात्र नभएर हाम्रो बर्दियालाई नै एउटा टाइगर हब भन्न थालिएको छ, होइन। बाघ आतङ्क त्यत्तिकै छ, अनि हजुरको ठाउँ ठाउँमा पुल भत्किएर चाहिँ मान्छेलाई शास्ति भइरहेछ। यो विषयमा हजुरले ल मानौ प्रतिनिधि सभाको निर्वाचन आफूले हासिल गरिसकेपछि तपाईँले के कसरी चाहिँ यो समस्या समाधान गर्नतर्फ लाग्नुहुन्छ? जसरी हजुरले कुरो उठाउनु भयो, पुल भत्किने कुरा गर्नुभयो हो। सबैभन्दा चाहिँ पहिलो कुरो के हो भने यो पुल भत्किने कुराहरू कसरी हुन्छ भने जुन ठेक्का पट्टा प्रणाली छ, त्यो ठेक्का पट्टा प्रणालीले पहिल्यै चाहिँ कमिसन चाहिन्छ। ठेक्का दिने बेलामा नेताहरूलाई कमिसन चाहियो, कर्मचारीहरूलाई कमिसन चाहियो, हरेकलाई यहाँ कमिसनले गर्दाखेरि उत्कृष्ट कामै हुन सक्दैन। त्यो पैसा चाहिँ सबै खाइदिन्छन् सबै मिलेर, अनि त्यो काम उत्कृष्ट हुन चाहँदैन सक्दैन। र त्यसैले गर्दाखेरि हामी के भन्छौँ भने हामी श्रममा जोडेर हरेक उत्पादनलाई एकदम दृढकालीनसम्म चाहिँ परिपक्व तरिकाले गर्न सक्ने बनाउने हाम्रो त्यो क्षमता छ। अनि यो जुन बाघको कुरा छ, बाघको तर जताततै अब बाघले मान्छे हानि छ, यसमा तपाईँको के छ धारणा? यो बाघको विषयमा यसलाई कसरी हामीले यो समस्या कसरी हल गर्न सकिन्छ र हजुर चाहिँ प्रतिनिधि सभाबाट उम्मेदवारी दर्ता दिइराख्दाखेरि तपाईँ के भन्नु, यसलाई कसरी समस्या समाधान गर्न खोज्नु भएको छ? बाघलाई जसरी संरक्षण गरिएको छ यो लोपोन्मुख जनावर भनेर, यसको संरक्षण गर्नु ठिक कुरो हो। तर बाघको संरक्षण गरेर मानवीय क्षति हुन्छ भने त्यसलाई एउटा हदबन्दी गरेर चाहिँ त्यो संरक्षण गर्न पर्यो। खुल्ला छोडेर चाहिँ मानव समाजलाई, मानवतालाई, मानिसहरूलाई चाहिँ क्षति पुग्छ भने त्यसको संरक्षण गरेर त्यसरी गर्दाखेरि त्यो ठिक होइन। मानिसभन्दा ठुलो चाहिँ जानवर हुन सक्दैन। अब प्राणी सबै एउटै हो फेरि, है, ठुलो हुन सक्दैन। हजुरले यति भनिरहँदाखेरि चाहिँ अब हजुर श्रम संस्कृति पार्टी आफैमा प्रकृति दर्शाउँछ यसले, होइन। अब उसलाई पनि त हामीले कतै ठाउँ दिन पर्ने होला नि। मैले जसरी भने नि हदबन्दी गरेर कुनै पनि ठाउँमा, जस्तै त्यसको सुरक्षित एरिया हुनु पर्यो, वनले त्यो विषयमा चाहिँ गर्नु पर्यो, वनका राज्यले चाहिँ जिम्मा लिन पर्यो। अब खुल्ला छोडेर चाहिँ किसानहरूको खेतमा जाने, गाउँमा जाने, घरमा गएर बच्चा उठाइदिने देखियो नि। यहाँ चाहिँ गुलरियाबाटै घरबाट बच्चाहरू उठाएर लगिरहेको छ, त्यो त भएन नि त। त्यसरी चाहिँ मानिसहरूको सुरक्षा हुन सक्दैन। त्यसले गर्दाखेरि त्यसको बारेमा राज्यले जिम्मा लिएर सुरक्षाको हद तोक्न पर्छ, होइन। के गरेर कसरी हुन्छ तारबार गर्नुपर्ने हो, बाघलाई कसरी चाहिँ गर्नुपर्ने हो, त्यो प्रविधि अनुसार नै गर्नुपर्छ। अब हजुरको यो बढिया तालमा चाहिँ शिक्षामा एकदम न्यून देखिएको छ। हामीले पनि पटक समाचार पनि लेखिरहेका छौँ यस विषयमा। हजुरको बढिया तालमा शिक्षा एकदम सामुदायिक विद्यालय, होइन, सामुदायिक विद्यालयको चाहिँ शिक्षा चाहिँ एकदम कमजोर देखिएको छ। यसमा चाहिँ शिक्षा समस्या समाधान गर्न तपाईँहरूको के पहल रहनेछ? शिक्षाको विषयमा त हाम्रो केन्द्रीय अध्यक्षज्यूले भनिसक्नु भएको छ। हप्तामा 3 दिन स्कुल लगाउने भनेर हाम्रो केन्द्रीय अध्यक्षले न्युजमा भनिसक्नु भएको छ र त्यो आएको पनि छ। 3 दिन स्कुल लगाउने, 3 दिन श्रम गराउने। श्रम भनेको त्यो फेरि चाहिँ गएर खेतमा कोदालो खन्ने अनि चाहिँ भारी बोक्ने मात्रै होइन। त्यो विद्यार्थीले कुन श्रम गर्छ, अनुसन्धान गर्न पर्यो, आविष्कार गर्न पर्यो, उत्पादन गर्न पर्यो। व्यक्तिले आफूले खाने खाना आफै उत्पादन गर्न पर्यो। आफूले लगाउने जुन लुगा मैले लगाएको छु यो लुगा मैले आफै बनाउन सक्न पर्यो। त्यो शिक्षा प्रणाली लागू भए पो अनि होला देशको विकास। त्यो शिक्षा प्रणाली छैन। अहिले हाम्रो शिक्षा प्रणाली त कस्तो छ भने एउटा बच्चा चाहिँ 12 क्लास पढ्ने बेलासम्म म अमेरिका जाने, अस्ट्रेलिया जाने, जापान जाने भन्ने सोचको विकास भइसकेको छ। यो देशमा बसेर केही गरौँ भन्ने चाहिँ सोच यो शिक्षा नीतिले दिएको छैन।
त्यसले गर्दाखेरि जुन शिक्षा नीति हाम्रो पार्टीले लिएको छ त्यही हामी लागू गर्छौँ। अनि हजुरको श्रम संस्कृति पार्टी भन्नुभन्दा अब बर्दिया जिल्ला त कृषि प्रधान देशको एउटा अभिन्न अङ्ग पनि मानिन्छ होइन। अब यसलाई चाहिँ कृषिको त समस्या हजुरले देख्नु भएकै छ, मल ल्याउनको लागि, अब त्यस्तै पानीको लागि, सिँचाइको लागि विभिन्न समस्या छ कृषिमा। यसलाई चाहिँ कसरी हजुरहरूले समाधान गर्न हजुरहरूको त्यो जोड यो मलको जुन कुरा उठाउनु भयो, कृषकहरूले मल नपाएर छटपटिरहेको अवस्था, यो विडम्बना हो एउटा। किनभने जसले हिजो सरकारको नेतृत्व गरे, सरकारका नेतृत्व गर्नेहरूले चाहिँ के एउटा हाम्रो देशमा कृषि त्यो मलको चाहिँ कम्पनी बनाउन सकिन्थेन? त्यो नसक्ने कुरो हुन्थ्यो? ठुला ठुला टावरहरू बने, भ्यू टावरहरू बने, भ्यू टावरहरूले चाहिँ जनतालाई के दियो? अहिले कृषकहरूले केही पाए? भ्यू टावरले पर्यटनलाई कुनै उ गरेका छैन। त्यो जनतालाई झुक्क्याउने छदमबेसीहरूको कुरा हो, केही पनि गरेका छैन। जनतालाई अहिले त्यो भ्यू टावर चाहिएको छैन, खेतमा मल चाहिएको छ, पानी चाहिएको छ, बिउ चाहिएको छ, यी चिजहरू चाहिएको छ। त्यो भ्यू टावरमा गएर चाहिँ त्यो बन्जर जमिनलाई हेर्ने हो जनताले? होइन नि त। जनताले त उत्पादनसँग चाहिएका वस्तुहरू चाहियो, मल चाहियो, बिउ चाहियो, सबै चिजहरू चाहियो। यी विगतमा जसले यो सरकारको नेतृत्व गरे, यी निकम्माहरूले गर्दाखेरि अहिले जनताले दुःख पाइरहेका छन्। भनेपछि अब अगाडिको नेतृत्व हजुरको अनुसार चाहिँ निकम्मा नै छ? पुरै मेरो नजरमा त पुरै निकम्मा। किनभने मैले 15 वर्ष पुलिसमा जागिर खाएँ, एउटा परिवर्तन गर्नको लागि विद्रोह गरेर चाहिँ गर्दाखेरि यी निकम्माहरूले मलाई 10 वर्षसम्म जेलमा थुनेर राखे। मैले यिनीहरूलाई राम्रो भन्न सक्दैन। किन राम्रो भन्न सक्दैन भने यिनीहरूको नेतृत्व नै खराब हो। यिनीहरूले कहिले पनि राम्रो नेतृत्व दिन सकेनन्, जनतालाई झुक्क्याउने काम बाहेक केही गरेनन्। ठिक छ। अनि सर, अब अहिले चाहिँ हजुरले अघि नै शिक्षा नीतिलाई जोडेर वैदेशिक कुरा उठाउनु भयो। विदेश जाने युवाहरूलाई चाहिँ नेपालमै रोक्न हजुरहरूको नेपालमै रोजगारी दिने वातावरण बनाउने कुनै ठोस योजना छ र? हाम्रो देश कृषि प्रधान देश हो। त्यो कृषि प्रधान देशमा ठुला ठुला फाँटहरू बन्जर जमिनमा परिणत भएका छन्। सबै विदेश जाने, विदेशमा कमाएर चाहिँ ल्याउने, अरू त्यही खाने गर्छन्। उत्पादनमा जोडिएकै छैनन्। नेपाली जनताहरू उत्पादनमा जोडिएकै छैनन्। जोडिने पनि कसरी? यहाँ त केही छैन। अब कृषिमा जोडिने मल आउँदैन, पानी छैन होइन। हजुरको उद्योग कल कारखानामा जोडिने समस्या त्यस्तै छ। जोडिने कसरी? त्यो योजना तपाईँहरूको के छ? त्यसैको लागि त मैले भनिरहेको छु कि हाम्रो श्रम संस्कृति पार्टीले मैले भन्छु कि हाम्रो श्रम संस्कृति पार्टीलाई बहुमत दिएर हेर्नुहोस् र हाम्रो पार्टी अध्यक्ष हर्क साम्पाङ राईलाई चाहिँ यो देशको प्रधानमन्त्री बनाएर हेर्नुहोस्। हामी कहिले पनि झुट बोल्दैनौँ। हामी त्यो राष्ट्रवादी शक्ति हो जसले देशलाई अग्रगतिमा लैजानेछ, जसले देशका हरेक नागरिकलाई, देशको जनसङ्ख्यालाई उत्पादनमा बदल्नेछ, त्यो पार्टी हो। अहिलेको यो संसदीय व्यवस्था जुन छ नि, दलाल नोकरशाही संसदीय व्यवस्था छ, यसले चाहिँ जनतालाई उपभोग गर्न मात्रै सिकाएको छ। उत्पादन छैन, जिरो छ उत्पादन। बिचारा विदेशमा बसेर कमाइ गरिरहेका छन्, पैसा पठाउँछन्, त्यो पैसा घुमी फिरी फेरि विदेशमै जान्छ। त्यो पैसा विदेशमा जान्छ, यहाँ केही रहँदैन। उत्पादन छैन त कहाँबाट यहाँ रहन्छ? त्यो स्थिति छ देशको। यो सब अवस्था बनाउने विगतमा जसले अहिले चाहिँ देशलाई जलाउन उत्प्रेरित गरे, देश जलाउन लगाए र जसले देश जलाए, यिनीहरूको यी दुवै पक्ष ठिक छैनन्। मैले कसलाई इङ्गित गरिरहेको छु तपाईँले बुझ्नुभयो होला। देश जलाउन लगाउने र देश जलाउनेहरू जो अहिले धेरै चाहिँ हामी मयौँ भनेर अगाडि आइरहेका छन्। हाम्रो सरकार बहुमत सहित पार्टीमा गयो भने हामीले कसैलाई पनि छोड्नेवाला छैनौँ। चाहे त्यो देश जलाउने होस्, चाहे त्यो जलाउन लगाउने होस्, सबलाई हामीले कठघरामा लिएर जेलमा हाल्नेछौँ, श्रम कैद गराउनेछौँ ती व्यक्तिहरूलाई। यस किसिमका बाचाहरू त योभन्दा अगाडि पनि धेरै नेताहरूले गर्नुभएको। हजुरहरूले यसलाई चाहिँ कार्यान्वयन गर्छु नै भन्ने के छ? हजुरहरूसँग केही छ? बाचा गर्ने कुरो र गर्ने कुरोमा फरक पर्छ। बाचा गर्ने कुरोमा चाहिँ जो हिजो विगतका दलहरूले बाचा मात्रै गरे जनतालाई झुक्क्याए, उनीहरूको कामै बाचा गर्ने हो। चुनावको बेलामा जनतालाई उस्तै परे गएर खुट्टामा ढो गर्ने, सँगै एउटै थालमा भात खाइदिने, जनताको मन जित्ने उनीहरूको काम थियो। ती छदमबेसीहरूको जनतालाई त्यसरी झुक्क्याउँछन्। तर हामी जे बोल्छौँ त्यो गर्छौँ। हामी जस्तै हर्क साम्पाङ हाम्रो केन्द्रीय अध्यक्षले हेर्नुहोस् तपाईँहरूले, उहाँले पार्टी गठन गर्नभन्दा पहिला उद्योगको स्थापना गर्नुभएको छ। उद्योगको स्थापना गरेर पार्टीलाई त्यहाँ श्रमलाई जोड्नु भएको छ। र उहाँले चाहिँ देख्नुहोस्
43 किलोमिटर चाहिँ पानी जो राज्यले चाहिँ जो सरकारमा बसे उनीहरूले पानी खुवाउन सकेनन् धरानवासी जनताहरूलाई। उहाँले चाहिँ श्रमदान गरेर, उहाँ कार्यकारी प्रमुख त्यो पालिकाको हुँदाखेरि श्रमदान गरेर 90 दिनमा चाहिँ 43 किलोमिटर चाहिँ भिर पाखाबाट पाइप ल्याएर धरानेवासी जनतालाई पानी खुवाउनु भयो। यो भन्दा तपाईँहरूलाई अरू के प्रमाण चाहिन्छ? यही हो प्रमाण हामीले दिने। अनि हजुरको श्रम संस्कृति पार्टी र हजुरको आफ्नो व्यक्तिगत तर्फबाट आम नागरिकमा हाम्रो बर्दिया र हजुरको क्षेत्र बर्दिया क्षेत्र नम्बर 1 का आम नागरिकहरूलाई के प्रतिबद्धता गर्न चाहनुहुन्छ? म बर्दिया जिल्लावासी सम्पूर्ण जिल्लावासीहरूलाई म के आग्रह गर्न चाहन्छु भने विगतमा पनि यस्ता निर्वाचनहरू धेरै भए जसले देशको लागि चाहिँ गद्दारी गरिरहेको छ र जनतालाई छदमवेशी रूपमा जनतालाई भुलभुलैयामा पारिराखेका छन्। र एउटा यस्तो मतदाताहरू छन् जो देशभक्त, देशलाई, यो देशको माटोलाई प्रेम गर्ने देशभक्तहरू छन्। ती सबै मतदाताहरूलाई म के आश्वस्त गर्न चाहन्छु भने यो हाम्रो श्रम संस्कृति पार्टीलाई हजुरहरूले बहुमत दिएर एकपटक सरकारको नेतृत्व गर्ने अवसर दिनुहोस्। हामी यो देशलाई सिङ्गापुर होइन नेपालै बनाउँछौँ, तर समृद्ध नेपाल, स्वाधीनता सहितको समृद्ध नेपाल बनाउँछौँ। हामी चुनावमा मासु भात रक्सी पेट्रोल तेल बाँड्दैनौँ, हामी कसैलाई केही दिँदैनौँ। हामी सिर्फ हामी प्रतिबद्धता दिन्छौँ। त्यो प्रतिबद्धतालाई हजुरले विश्वास गरेर बहुमत दिनुभयो भने यी दलालहरू जो एमसीसी पास गरे, हिजो एमसीसी पास गरेर चाहिँ देशलाई चाहिँ विदेशी सेनाको अखाडा बनाएका छन्, फेरि एसपीपी पास गर्नको लागि उद्धत छन्, यी दलालहरूको विरुद्धमा हामीलाई मतदान दिएर यो राष्ट्रवादी शक्तिलाई विजय बनाउनुहोस् र देशलाई बचाउनुहोस्। यो अहिलेको अवस्था, यही अवस्था हो। म हजुरलाई यो अनुरोध गर्छु। अन्तमा हाम्रो दर्शकबिनहरूलाई र क्षेत्र नम्बर 1 का हजुरको क्षेत्रका आम नागरिकहरूलाई के भन्न चाहनुहुन्छ? मैले अन्तमा फेरि पनि के भन्न चाहन्छु भने सम्पूर्ण बर्दिया जिल्लावासी मतदाताहरू, दाजुभाइ दिदीबहिनी, आमा बुवाहरू सबैलाई आग्रहका साथ के भन्न चाहन्छु भने म 10 वर्षसम्म परिवर्तनका लागि भ्रष्टाचारीहरूले मलाई 10 वर्षसम्म जेलमा थुनेर राखे। अहिलेसम्म धेरैलाई भोट हाल्नुभयो तपाईँले, यिनीहरूले गर्नेवाला केही पनि छैनन्। एकपटक म छाती टोकेर भन्छु, म त्यो हिम्मतका साथ भन्छु, एकपटक मलाई जिताएर हेर्नुहोस्, बर्दियाको म काया पलट गरेर देखाइदिन्छु। गर्न सकेन भने म यहाँ छोडिदिन्छु। यो कुरो चाहिँ म जनतालाई प्रतिबद्धताका साथ भन्न चाहन्छु। हजुरको चुनाव चिन्हहरू पनि होला केही छ हजुरले थप गर्न पर्ने? मेरो पार्टीको चुनाव चिन्ह भनेको माटो हो। जुन माटोमा हामी सबै बसेका छौँ, जुन माटोबाट उब्जनी गरेको सबै हामीले खाइरहेका छौँ, जसको कारणले हामी बाँचेका छौँ, जुन माटो यो धरती छ, अन्जुलीमा त्यो माटोलाई उठाएर हेर्नुहोस्, त्यो माटोमा तपाईँको देश छ। त्यो देशलाई हेर्नुहोस्, चारैतिरबाट लुचिरहेका छन्। त्यो देशलाई बचाउने जिम्मा हाम्रो छ। त्यसले गर्दाखेरि श्रम संस्कृति पार्टीमा एकपटकलाई भोट दिएर मलाई जिताउनुहोस्, हामी गरेर देखाउँछौँ। धन्यवाद समय दिनुभएकोमा। दर्शकबिन, भर्खरै हामीले श्रम संस्कृति पार्टीको बर्दिया क्षेत्र नम्बर 1 को उम्मेदवार धनबहादुर विकज्यूसँग कुरा गऱ्यौँ र उहाँले आफ्नो प्रतिबद्धता र आफूले गर्न सक्ने यहाँका समस्याहरूका विषयमा आफ्नो धारणा राख्नु भएको छ। हामीसँग प्रत्यक्ष समाचार, यस्तै ताजा समाचार सुन्न जुडिराख्नु होला। धन्यवाद।